कोशी बराज भारदह जो चाहिँ नेपालको सबैभन्दा ठुलो नदी मध्येको एक कोशी ब्यारेजमा हामी अहिले आइपुग्यौं। कोशी ब्यारेज आइपुग्यो। अब यहाँ जाम रहेछ सबैभन्दा ठुलो पुलमाथि। यस्तो हुँदा पुलमाथि भार त पर्न सक्छ तर लामो जाम चाहिँ होइन रहेछ। अब हामी सरर अघि बढे पर्दाखेरि यो चाहिँ कोशी ब्यारेज कोशी नदीमाथि बनाइएको पुल। यो पुलको लम्बाइ त लामै रहेछ। मैले पनि धेरै ख्याल त गरेको रहेछु। मानिसहरू यहाँ घुम्नका लागि टुरिस्ट डेस्टिनेसन हो। पूर्वको एउटा आन्तरिक पर्यटकहरू यहाँ घुम्नका लागि आइरहनुहुन्छ। साथै कोशी नदी र धार्मिक आस्था बोकेको नदी हिन्दूहरू यहाँ आएर नुहाई धुवाई गरेर दर्शन गर्ने चलन छ। यहाँ चाहिँ मर्मत सम्मारको काम भइरहेको रहेछ। यहाँनिर सायद पुरानो भएर होला। फेरि जाम आइपुग्यो। हाम्रो प्रहरी दाजुभाइहरूले चेकिङ गर्दै हुनुहुन्छ। सायद अहिले अलिकति नाकामा कडाइ भएको कारणले गर्दा पनि होला। देख्दाखेरि चेक जाँच कडै देखिन्छ। यहाँबाट त्यो अगाडिको बाटोबाट हामी गयौँ भने इन्डिया पुगिन्छ। जुन त्यो बाइक आएको बाटो छ योबाट इन्डिया पुगिन्छ। अब हामी नेपाल आफ्नै देशतिर लाग्यौँ। यहाँ पनि बाटो बन्दै रहेछ। यसैको कारणले गर्दा सायद जाम भएको हुन सक्दछ। यो पुल चाहिँ मैले तर्दै गरेको पुल चाहिँ कोशी नदीबाट इन्डिया पानी पठाउने नहरमा बनाइएको पुल हो। यो पनि यति लामो छ। नेपालमा सिँचाइ गर्ने पानी छैन। हाम्रो नेता महानुभावहरूले पहिल्यै पानी बेचिसक्नु भएको छ।
यस्तै छ देश। अब केही नयाँ हुने आशमा सबैको आश भरोसा बालेन सरकार।